सो जय शम्भु आज चाहिँ म हजुरको एनर्जी चेक गर्न जाँदैछु है त आजको दिन कस्तो हुन्छ तपाईँहरूको लागि है। सो पहिलो कार्ड 8 अफ वान्स आएको छ है। सो तपाईँहरूले कतैबाट कम्युनिकेसन खोजिराख्नु भएको थियो, कतैबाट फोन आउनेवाला थियो, मेसेज आउनेवाला थियो भने चाहिँ त्यो चाहिँ एकदम चाँडै आउँदैछ होइन। एकदम क्विक मेसेज आउँछ। कसैलाई पर्खिरहनु भएको थियो, कोही मान्छे तपाईँको आउँदै हुनुहुन्छ भने पनि उहाँ आउँदै हुनुहुन्छ है त। अनि त्यसपछि अर्को कार्ड आएछ 9 अफ पेन्टिकल्स होइन। 9 अफ पेन्टिकल्स कार्ड छ। यो भनेको चाहिँ फाइनेन्सियल अबन्डेन्सको कार्ड हो होइन। तपाईँले अहिले आफ्नो हार्डवर्क जति पनि गरिसक्नुभयो त्यसको एकदम मिठो फल पाउनु हुँदैछ अब होइन। अर्को छ 10 अफ कप्स है। 10 अफ कप्स भनेको चाहिँ एकदम लभ लाइफमा एकदम फुलफिलमेन्ट तपाईँको यहाँ देखिँदैछ होइन। यो भनेको चाहिँ एकदम ह्याप्पी कार्ड हो है। घर परिवारमा पनि एकदम राम्रो, फाइनेन्सियल पनि एकदम राम्रो, अनि लभ लाइफमा पनि एकदम राम्रो कार्ड निक्लेको छ है। सो आजको दिन चाहिँ तपाईँहरू एकदम राम्रो जाला जस्तो छ है। त्यसपछि लभर्सको कार्ड आएको छ। सो लभर्सको कार्ड तपाईँहरू एकदम दुईजना मिलेर कतै घुम्न जाने, कतै डेटमा जाने हुनसक्छ होइन। एस अफ कप्स पनि आएको छ, फेरि लभको कार्ड आएको छ। सो आज धेरै नै एकदमै मायालु जोडीहरूको लागि चाहिँ एकदमै राम्रो दिन रहेको छ है। यदि तपाईँहरू रिलेसनसिपमा हुनुहुन्छ भने चाहिँ घुम्न जाने, डेटिङ जाने, एकअर्कासँग टाइम स्पेन्ड गर्ने खालको एनर्जी आएको छ है। यदि तपाईँ लङ डिस्टेन्स हुनुहुन्छ भने पनि तपाईँको लागि मेसेज आउने, कल आउने, रिप्लाई आउने खालको छ। धेरै बेरसम्म फोनमा कुरा हुने खालको एनर्जी छ है। सो 5 अफ स्वर्ड्स, 5 अफ स्वर्ड्स आएको छ। यसले चाहिँ हजुरको मनमा चाहिँ अलिकति थोरै कतै कतै एकदमै अलिक शङ्का छ कि भनेर देखाउँछ होइन। सो मनमा चाहिँ केही पनि शङ्का नराख्नु होला है। अरू सबै कार्ड एकदम राम्रो आएको छ। सो आजको दिनमा चाहिँ धेरै जसो एनर्जी चाहिँ यहाँ लभ रिलेसन, लभ रिलेटेड दुईवटा कपालहरूको लागि भनेर आएको छ है। सो कपालहरूको लागि चाहिँ एकदमै राम्रो दिन छ है त आज। सो थ्याङ्क यू फर वाचिङ। जय शम्भु।